हेलो गुड मर्निङ साथीहरू सबैजनालाई झोरले सेवा सबैजनालाई वेलकम टु माई न्यू डे न्यू ब्लगमा उपस्थित भइसकेको छु हजुरकै निशा मगर साथीहरू होइन। अनि चाहिँ आज चाहिँ बिहान यस्तो रमाइलो मौसममा चाहिँ पुरा टी सर्ट एउटा मात्रै लाएर आज चाहिँ गर्नु छैन। हामी चाहिँ कता जान लागेको भने चाहिँ एक्सर्साइज भन्नाले मर्निङ वक गर्दै गर्दै हामी चाहिँ मार्केट जान्छौँ है साथीहरू। मार्केट जान्छौँ सो मार्केट गएपछि त्यहाँ पार्कतिर एक्सर्साइजहरू गर्छौँ यताउति गर्छौँ अनि त्यसपछि हामी मार्केट जान्छौँ साथीहरू। सो साथीहरू के कता कता हुन्छ त सबैजना सन्चै आरामै हुनुहुन्छ होला, म पनि एकदम आरामै छु भन्दै आजको दिन चाहिँ हजुरहरूलाई देखाउन चाहन्छु क्या। दिनभरि के हुन्छ कहाँ हुन्छ के त हजुरहरू सामु त उपस्थित मजाले भइ नै हाल्छ। अनि सो साथीहरू ल साथीहरू एक्सर्साइज गर्ने ठाउँ यहाँ आइसकेको छ। हामी चाहिँ अब यहाँ के गर्छौँ एक्सर्साइज गर्छौँ। रोडमा त गर्दैनौँ उयोतिर यस्तो झोलासोला कता राख्नु मोबाइल चाहिँ यहाँ राखेर एक्सर्साइज गर्नु लाग्छ म चाहिँ नअडिने रहेछ साथीहरू मोबाइल हावा र हुर ल देखिरहेछ साथीहरू। अब चाहिँ एक्सर्साइज गर्छु कुन खालको एक्सर्साइज थाहा छ म्याट ल्याएर यहाँ यस्तो खालको एक्सर्साइज गरेर पेट भर्नेवाला सिकेको छु। म्याटै छैन कि हामीसँगै तर म भयो धेरै नगर यार भयो भयो भन्ने के मैले भन न किन जे पाएँ त्यही ल साथीहरू। अनि हामी चाहिँ यहाँ एक्सर्साइज गर्ने ठाउँमा छौँ। अनि चाहिँ के हो यो ल हामी चाहिँ अब एक्सर्साइज यतातिर साथीहरू हामी चाहिँ एक्सर्साइज गरेर अन्त दाजुहरू नेपाली दाजुहरू भेटेर अनि कस्तो गफ गरेर रमाइलो पो लाग्छ त ऊ नेपालीहरू भेट्दा पनि। अनि हामी चाहिँ फाइनली अनि त्यहाँ मार्केटतिर आइसक्यौँ। कति मार्केट देखाउँछ भन्छ होला भन्नुहुन्छ होला अरे आज भन्नुहुन्छ होला तर के गर्नु खानु पऱ्यो लिनु जानु पऱ्यो। मितिनी हो कि बुढाबुढी हो लुगा पनि एउटै छ भने जिउ पनि यस्तो चाहिँ कपाल पनि त्यस्तै छ मितिनी होला जम्ले होला जम्ले दिदी बहिनी हो। हेलो दबरदान बोक हजुर ए हजुर दुबईले लाएर अगाडि साथीहरू म चाहिँ घर सर आएर यहाँ रोटी हामीले चाहिँ पुरा डाइटिङमा छौँ, रोटीहरू मात्रै बनाएर खाइरहेको छौँ अहिलेसम्म। अनि यहाँ च्याउको तरकारी यहाँ पाकिसकेको छ। अब यहाँ दहीको मही बनाउने हो अनि मजाले खाने हो। म त खाँदिनँ दही हो तिमी खाऊ न दही म त त्यो पानी हालेर मात्रै घर घोलेर मिठो लाग्छ यति मिठै हुँदैन। त्यसो तिमी मही खाऊ म दही खान्छु केमा हाल्नु गिलासमै म त यो गिलासमा हाल्नु घोल्न आँटेको। गिलासमै हाल्नु तरकारी उतै लिएर जानु तातो भएछ तातो भएछ चिसो छैन गाइस तातो पानी हालेको किनकि म चिसो खाँदिनँ नि त। रोटी खानुपर्ने हुन्छ रोटी डाइटिङ क्या एकदम गाइसहरू हुन्छ साथीहरू। आलु मसरुम
मिठो छ। दिनभरि सुतेर उठेर चाहिँ मेरो काम भ्याइयो आज होइन। पुरा मेरो लुगा चाहिँ भ्लगमा यही हुन्छ क्या। यो लुगा चाहिँ यो कट्टु अनि यो टी सर्ट चाहिँ किनकि नेपालबाट प्यारा प्यारीहरूले ल्याइदिएको भएर यो चाहिँ मैले एकदम मनपर्छ मलाई यो, त्यही भएर सधैँ यही लाउँछु साथीहरू है। अनि चाहिँ आज के भन्न गइरहेको छु भने आफूलाई लुगा लगाएर यहाँ सिँगार भयो बोल्नै दिएन लागेको मेरो युट्युब च्यानलमा भने हामीसँग चाहिँ यति धेरै लुगा भइसक्यो क्या। अनि यो क्रोसियातिर चाहिँ यो कतारतिर पनि हुन्थ्यो फाल्ने यो ठाउँहरू होइन, फाल्ने ठाउँहरू हुन्थ्यो कतारतिर पनि, सदाकात भन्नेहरू हुन्थ्यो, डोनेसन बक्स हुन्थ्यो होइन। यहाँ चाहिँ कहाँ छ? हजुरहरूलाई जानकारी छ भने प्लिज कमेन्टमा गरिदिनु होला, किनकि यो लुगा खेर नजाओस्। यति राम्रो राम्रो लुगाहरू छ है, यो हाम्रो मात्रै नभएर पनि यो अरूको पनि छ क्या। फिलिपिनी दिदीहरूको दाईहरूको सबैको यहाँ थुपारेको छौँ हामीले एकै ठाउँमा। अनि हजुरलाई थाहा छ भने चाहिँ डोनेसन बक्समा चाहिँ म बोकेर जान रेडी छु साथीहरू। त यही हो। अनि हजुरलाई यति नै भन्न आएको म हजुरको माझमा है। पोका छ साथीहरू, यहाँ हेर्न सक्नुहुन्छ यति धेरै लुगा छ। अब यो डोनेसन बक्स हामी खोज्दैछौँ। हजुरहरूलाई थाहा छ भने कमेन्टमा प्लिज कमेन्ट गरिदिनु होला है सबैजनाले भन्न चाहन्छु ल, मेरो ब्लग मार्फत चाहिँ सबैजना मेरो साथीहरूलाई। मेरो मुख पनि कस्तो भयो बनाउन लाग्दैछु बेलुकाको खाना धेरै पछि है। यो चाउचाउ खान लाग्यो थुप्रो भयो नखाएको, 2 बजी जति भयो हामीले चाउचाउ नखाएको। मलाई लाग्छ मैले खाएकै छैन। अब चाहिँ बनाउनु पर्ने हुन्छ चाउचाउ साथीहरू। हामी ससेस हाल्छौँ। हामीसँग चाहिँ यहाँ खोइ के को साग हो चिन्नुहुन्छ भने कमेन्ट गर्नु ल। तर यो काउलीको पत्ताको साग हो कि भेन्टाको पत्ताको साग हो कि, भेन्टाको पत्ता त्यस्तो हुँदैन नि, के को साग हो थाहा छैन। के को बोट कस्तो कस्तो हुन्छ भने नि मलाई याद छैन साथीहरू। अब के हुन्छ थाहै छैन हौ। अब त्यस्तै काम गरे भएपछि थाहा हुन्छ होला पत्ता यो यसको भनेर, तर काम त्यस्तो गरेकै छैन। म त भोलि पर्सि घरमा यसो तरकारी सरकारी लाउँ भने पनि नाखले दिँदैन जस्तो लाग्छ, धुलो माटो यही आउँछ। त्यही भएर मास्क लाएर म हलो जोड्छु रे खन्छु हलो जोड्छु भनेको चाहिँ खन्छु। पहिला यस्तो थिएन मेरो नाक। त्यो कोभिड देखि भन्नाले त्यस्तो होइन, त्योभन्दा अगाडिदेखि नै थियो मेरो नाक यस्तो। नेपालमा त मास्क लगाएर हिँड्नु पर्थ्यो नि। कुन चाहिँ मास्क? कपडाको मास्क? कपडाको मास्कले चिलाएर म त बेहोस लाउनै सक्दिनँ। त्यो एउटा चाहिँ N95 मास्क हुन्छ होइन, त्यो चाहिँ धेरै नै सेफ्टी हो त्यो मास्क चाहिँ। अर्को नर्मल मास्क भन्ने हुन्छ, तर अलिक सेफ्टी हुन्छ त्यसमा। कस्तो गरेको हुन्छ नि एउटा। कोरोना चाहिँ नेगेटिभ चाहिँ आएको हो मलाई, 14 दिन रुममा बसेकै हो। तर कोरोना लाग्यो हो कि के लाग्यो हो, यही नाकको पिरले लाग्यो होला मलाई थाहा भएन। तर मोज चाहिँ मोज भयो त्यो बेलामा, मलाई रमाइलो लाग्यो थियो। 14 दिन ड्युटी पनि गर्नु नपर्ने, स्यालेरी पनि कुरकुर आइरहने, खाना पनि बाहिरबाट आएकै गर्ने। यहाँ फ्राई गर्ने, किन अर्को भाडा गर्ने भनेर जुठो गर्ने, यसमै फ्राई गरेर निकाल्ने अनि पछि फेरि यसमै पकाउने, त्यो हामी गर्छौँ। अहिले चाहिँ हाल्दैछौँ हामी मजाले मस्त ससेस। को कोलाई मनपर्छ हौ? मलाई ससेस एकदम दामी लाग्छ है साथीहरू, एकदम दामी। मस्त 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 हुनुपर्छ। धेरै दिनपछि चाउचाउको सुप खान पाएँ। पहिला त एकदम क्रेजी चाउचाउ क्रेजी हो म, अनि पछि आएर ग्यास्ट्रिक भएर मलाई डाक्टर साहबले चाउचाउ नखानु भन्नुभयो। त्यसपछि मैले धेरै खान छोडेँ। यो तिमीलाई धेरै हुन्छ होला होइन, यति तिमीलाई हाल अरू मलाई हाल ल।
कसरी यति चौधो पकाएपछि लास्टमा हाल्यो नि अहिले हाल्यो भने पिरो होला नि त अहिले एकछिन हाल्यो कि केही हुँदैन कि त्यस्तो पिरो पनि खान नसक्ने होइन टोक्न नसक्ने डान्स गर्दै यस्तो मजाले सधैँ यही लुगा किन लाउँछ लाउँछ भन्नुहुन्छ होला यो चाहिँ माई बेस्ट ड्रेस यो कट्टु र यो टी सर्ट चाहिँ नेपालदेखि मेरो प्यारा प्यारीहरूले ल्याइदिनु भएको मलाई गिफ्ट हो मेरो माइलीहरूले त्यही भएर मलाई यो सधैँ लाउन मनपर्छ साथीहरू माइक पनि बेला बेलामा हेर्दैछु कि अन छ कि छैन ढुकढुक हुने क्या त्यही भएर अस्ति त भिडियो गरेको के साथीहरू अनै रहेनछ नि त पुरा भिडियो त छैन अनि गयो अनि पछिबाट अनि म बोलेको नि त साथीहरू हजुरहरूले चाहिँ खाना पकाउँदा कस्तो रमाइलो गरेर गर्नुहुन्छ म त एकदम मौज रमाइलो नाच्दै गाउँदै गर्दै गर्छु ल साथीहरू म चाहिँ रमाइलो लाग्छ कि खाना पकाउनु चाहिँ एकदम मनपर्छ सबै काम गर्न पायो भने म सबै काम इन्जोय नै गरेर गर्छु त्यस्तो मलाई काम भन्ने हुँदैन काम चाहिँ म गर्छु त्यही कामले त खाना पाइन्छ है साथीहरू त्यही काम गरेन भने त खाना नि पाइँदैन नि त नि त्यही भएर साग पनि यस्तो गरेर तरकारी नै पकाएको जस्तो गरेर कसले पकाउँदैछ मैले पकाउँछु मैले अहिले चाहिँ पाकेपछि यो पानी उम्लेपछि यो चाउचाउ हाल्दैछु सो एकैचोटि भेटौँला फाइनली मेरो चाहिँ चाउचाउ पाकिसकेको छ दामी कोरियन स्टाइल गयो सुकाइदिउँ फर्स्ट बाइट खाएला माइक राम्री भएर त्यहाँ कति मासु पकाइरहेको छ आज त आँखा जित्रु इत्रु चाइनिज नि जस्तो दामी भएर च्याउ पनि छैन साग पनि छ च्याउ पनि छ ससेज पनि छ पिरो लास्टै पिरो भएछ पिरो हजुरले खुर्सानी बङ्गै हाल्दैन मैले टन्नै उनी तिनीहरू तीनजना मात्रै होला के अरू है देखेकै छैन कति दिन भयो
पुरा मिठो भइरहेछ यस्तो मिठो भयो चाइनिज पसलमा गएर खानु जस्तै भयो धेरै पछि खाएर त्यो चाइनिज होटलमा गएर अनि यता पनि त्यो सुँगुरको मासु पोल्दै गरेको हुन्छ यहीँ टेबलमा अनि यहीँ चाउचाउ हुन्छ अनि सुँगुरको मासु हाल्दै चाउचाउ खाँदै गर्नु चाहिँ त्यस्तो हुन्छ नि होटल चाइनिज यही टेबलमा होइन यहाँ आगो बाल्दिरहेको हुन्छ भित्र यहाँ त्यही मासु पोलिरहेको हुन्छ होइन यहीँ चाउचाउ पाकिरहेको हुन्छ त्यहाँबाट हाल्दै खाने यस्तो मिठो हुन्छ जस्तो फिल भएको तर मैले अहिलेसम्म टेस्ट गरेको छैन होइन मैले त्यो अब कुनैको ब्लग गर्नेछु नि त म प्रायः म सबैको ब्लग हेरिरहन्छु आफूलाई इन्ट्रेस्ट त्यसमै भयो होला सायद हो म चाहिँ अहिलेसम्म यस्तो राम्रो भन्नुपर्दा बोलेको लाग्छ होला कि दाइजहरू राम्रो होटेल काली होटेल हुन्छ नि अब त्यही खाएको छैन क्या किनकि अब नेपाल धेरै बस्न पाइनँ स्यालेरी विदेश भएर अनि विदेशमा अब खाने फुर्सद नभएर भनौँ कि पैसा नभएर के भनौँ थाहा छैन होइन कुनै दिन नेपाल गयो भने आउँदा साथीहरू अनि आजको भिडियो के कस्तो लाग्छ सबैजनाले कमेन्ट गरिदिनु होला माया गरिदिनु होला लाइक कमेन्ट सेयर गरिदिनु होला अनि आजको भिडियो चाहिँ यहीँ राख्न चाह्यो भन्नु पर्ला होइन आज यही छुट्टिन चाहे यति नै आजको देखिसक्नुभयो के कता कस्तो है हजुरहरूले सबैजनाले माया गरिदिनु होला मेरो भिडियोलाई आजको भिडियो चाहिँ यति नै हो साथीहरू खाएर गएर डिनरमा चाहिँ सुत्नु पर्ने हुन्छ अलिक गर्नु पर्ने हुन्छ कामहरू धेरै छ भने अब गर्छु म सबैजनालाई बाई बाई गुड नाइट भोलि नयाँ भिडियोको साथमा उपस्थित भइहाल्छु म